Give me some rice. Give me some rice. जति पैसा लियो भने लियो नत्र म भोलि आएर धर्ना बसेर लिने हो मसँग जति पैसा लिएको त्यति योसँग लिने भए लियो नत्र मसँग भोलि यो नेपाली पुरै बुझ्छ I don't know what you're saying. What are you saying? त्यो टोनै हुन्न त्यो त्यसले हुन्छ स्ल्याङ टोन के हुन्छ No. Chicken. This rice. Mutton. Yeah. Mutton. No, I'm okay. This I'm rice okay. costs 1,500 rupees. If you have 1,500 rupees, pay it. Otherwise, you have to wash all the dishes. Oh, watch the dishes. All the dishes. Oh my goodness. Otherwise, we are going. I gotta run. No, man. I'll pay. Don't worry. I'll You pay. have to pay. Don't Pay worry. first and then pay. All right, I'll leave. I'll pay for it. Don't worry. Oh. Don't worry. I'll pay for it. Don't worry. Here you go. End it. ठुक्का मादर चोत साला चुतिया तेरो एक छाक मासु भात के खाइदियो साला तेरो त पुरै आधी सम्पत्ति नै हडा भएको जस्तो गरिस् है आसा थु साला लोभी जाँटा तँ जस्तोहरूले गर्दा हो कि साला पर्यटकको उसमा कस्तो क्षति पुग्छ तँ जस्तोहरूले गर्दा बुझिस् नि जाँटा भोलिको दिनमा त पनि त्यो अर्काको देशमा जाँदाखेरि तँलाई पनि त्यस्तो व्यवहार देखाउँदा त्यस्तो तुच्छ व्यवहार देखाउँदा उस तँलाई कति नराम्रो लाग्छ तँलाई कति मन दुख्छ तेरो मन मादर चोत यति कुरा बुझ्न जाँठा कस्तो बेवकुफ इन्सानहरू छ यार एक छाक मासु यस्ता मासुले तँ जस्तोहरूले गर्दा हो कि त्यो पर्यटक क्षेत्रमा नि त्यो असर पर्ने भनेको तँ जस्तोहरूले गर्दा हो कि उताबाट कस्तो नेगेटिभ असर पर्छ भन्ने तँ जस्तोहरूले गर्दा हो कि जाँडा थु साला इन्डियामा मात्रै यस्तो अरू देशमा मात्रै यस्तो भन्दा हाम्रै सबै त होइन कि यो कुइकी छ नि यो कुइकी चाहिँ प्रत्येक देशमा हुने रहेछ क्या प्रत्येक देशमा एउटा न एउटा कुही न कुही चाहिँ नराम्रो हुने नै रहेछ क्या यहाँ उनीहरू बिचारा कस्तो राम्रो देश कस्तो राम्रो वातावरण कस्तो मन पराउँछ उनीहरूले कल्चर हाम्रो त्यही भएर त घुम्न आएको डुल्न आएको एक छाक मासु भातले बिचारा कस्तो खुसी भएर खाएर त्यो कस्तो रमाएर खाएर त्यो बिचारा कस्तो निराश बनाएर गयो यार साला यसलाई त मासुले लगेर खाद्नु पर्ने जाँठालाई थु